कि डाँटे राम्रो कि आँटे राम्रो के हेन्डु दाइ मेरो पनि त्यस्तै हाँसेर डाँट खिन लाग्छ एभ्रिवान नमस्कार वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रो यात्रा ढोरपाटनतिर रहेको छ। ढोरपाटनमा चाहिँ हामी विशेष गरेर आलु रोप्न जाँदैछौँ र त्यहाँ गएर आलु कसरी लगाउने र त्यहाँ के कष्ट हुन्छ म तपाईहरुलाई सबै देखाउँदैछु र आजको हाम्रो यात्रा कस्तो हुन्छ भिडियो राम्रोसँग हेरेर साथ दिनु होला है त। म त जान्न औ रक्सी भनिरहेको हामी चाहिँ यहाँ बाटोसम्म झर्यो। अब एकछिनपछि गाडी आउँछ अनि हाम्रो यात्रा सुरु हुन्छ। गाडी आयो टुल्जी छैन नि र यात्रा सुरु भयो। को बाजेर भान्जी बाह्र एक बच्चा मेरो सरकामा के छैन के छ अङ्कल फेरि जामला है आउर है कर हाल्नु होला यार तना बनाऊ यार हाम्रो साइको हाँस्नु दाइ हाँस्नु त नवीनको म भनौँ न कि नवीनको भनौँ न नवीन कि त्यसको भनौँ न के रमाइलो सिटिने हो नि मन त आउनु जाम जानी न 1 रुपैयाँ पैसा छैन फ्रीमा के तपाईलाई दिल बुझा मन बुझाले काममा छोड जानी म चिट्टो बुझा 100 सोटम है त म धेरै वैश पुगे तिमी जस्तो कन्याकता हुँदाखेरि मैले धेरै राम्रो काम गरेको मान्छे हुँ। अझ पनि मैले राम्रो काम गरेछु। म भन्दा कालो भइ आएर काम गर्छ म त झन् ठिक छु नि। हाम्रो जुटे दाइको गफ गरेको है ल ओके ल धेरै धेरै धन्यवाद हाम्रो दाइलाई चुइगम लिनु भन्दा मिठाई लिएकोमा। मिठो मुख आत्मा साँची राख्नुपर्छ, माया राम्रो गर्नुपर्छ, सबैलाई माया गर्नुपर्छ, सबैलाई मिठो मुखले बोल्नुपर्छ, हाँसेर बोल्नुपर्छ। तँ मात्रै खुसी हो। त्यो भाइरसले पनि भेट्दैन, रोग रागले पनि भेट्दैन। एकदम तिम्रो दुःख त दुःख हो दुःख उनी कन्टेक सबैले देखाछ नि म देखेको हेर्नुस् न नबत्ताइ हाँसी हाँसी डाँट खियो के ओके हेन्डु दाइ मेरो पनि त्यस्तै हाँसेर डाँट खिन लाग्छ दाइको नि हाँसी हाँसी डाँट खिन्छन् मेरो नि हाँसी हाँसी डाँट खिएर होइन कि डाँटे राम्रो कि आँटे राम्रो बबाङ्ग आइपुग्यो म त्यत्रो सामान देख्नु हुन्छ र लाग्नुपर्छ माथिबाट उता त्यत्रो सामान देख्नुमा सामान अहिले आउँदा देखिन्छु म त्यो आलु हाल्न आउनु है हुन्छ बेलुका धेरै बस्दैन आउनु पाएँ यता जौटो राम्रो रहेछ दिलाएर इन्डिया जाला भन्ने छु यार के रे घुम्न एक्जाम सिकिँदा बित्रै घुम्न जानु भनेर इन्डिया को को घुम्न जाने हो त्यही गाइड जाने के
यहाँ बनाउन दिने अनि ओ साथी हौ यहाँबाट हिँडेर आऊ है मामाले छोप्लान् फेरि हाम्रो हिँडालेर फोटो खिचेर माग्छु अनि त म पिलो चलाएको बेलामा पछि हेर्छु त मान्नु खोज्दैन पुरिराखेको गाडीमा यहाँ त सामान मान्छेको तल सुरु गर्नु लाइन गरेर हामीलाई नानी आमाहरू पनि कसै खराल्छ नि त नि यार कसै चल्छ भने हल्छ नि लाग्छ तिमी चर्लेट बाइन लागेको हान कि त्यो टेस्टै गर्नु बाइन लाग्यो कतैभरि लै बिजोग छ बाटोको ढिलो हाल ठिक छैन हो हाम्रो देखाउन गयो कसो त भिडियोमा भलाइमा यार कस्तो यार मान्छेले नदेखाइ नि मोबाइल भेट्यो गाडीले फाइनली गाइज 3 घन्टाको यात्रा पछाडि हामी देउराली आइपुग्यौँ। अब देउरालीदेखि यात्रा कन्टिन्यू हुँदैछ। अब हामी लगभग आधा घन्टा पछाडि हाम्रो घर लाइन देखा त उ भएन त्यो तर छैन होला ए बैरु अब यो घरलाई हेलिकप्टर पो देखेको मेरो आँखाले त बन्डेल Hantu mau ke Bawang Dor Bumi.
मामाहरूले भिडियो बनाउनु दिन्छ मामाहरूले भारी फाइनली गाइस लगातार 4 घण्टाको यात्रा पछाडि हामी चाहिँ ढोरपाटन आइपुग्यौँ। अब एकछिनपछि हामी ढोरपाटन आफ्नै घरमा जाँदैछौँ। छोरी हाई भनिदिऊ न। स्वर्ग हो नि त फेरि हाम्रो ढोरपाटन। म तपाईँहरूलाई हाम्रो घर कस्तो छ देखाउँछु है त। सारा यहाँदेखि अब 5 मिनट लाग्छ होला। चिसो हावा हो ढोरपाटनको वन जङ्गलमा न्याउली चरेका कता रहेछ बाटो भुलेँ कि मैले। धेरै माथि आइए जस्तो छ। अब हाम्रो घर आउन लाग्यो। कस्तो चिसो हावा चलेको। हाम्रो घरमा जाँदैछौँ हामी। यताबाट आइयो हाम्रो घर। मालिगाई हाम्रो घर चाहिँ हाम्रो घर आइपुग्यो। भिडियो यति नै। भिडियो मन परेपछि लाइक कमेन्ट सेयर साथसाथै सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। बाई बाई। बाई भन छोरी। बाई भन।